नमस्कार। अहिले तपाईँ सिभिल खबरको फेसबुक लाइभमा हुनुहुन्छ। नागरिक बहसको अङ्क 41 मा छौँ आज हामी। यो संवाद नागरिक बहसको यो संवादलाई जसले जहाँबाट हेर्दै हुनुहुन्छ म सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। म प्रस्तोता मोहसिन अली मिया। आज 2077 भदौ 22 गते सोमबारका दिनमा छौँ। यो लाइभलाई तपाईँ सम्पूर्णले फेसबुक पेज मार्फत हामीलाई हेर्दै हुनुहुन्छ, सिभिल खबरको फेसबुक पेज। त्यस्तै गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको आधिकारिक फेसबुक पेज मार्फत पनि तपाईहरूले हामीलाई हेर्दै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई स्वागत गर्दै म आजको विषयवस्तुतिर जान चाहन्छु। दर्शक महानुभावहरू, अहिले हामी कोरोना भाइरसको एउटा जटिल मोडमा आइरहेका छौँ, आइपुगेका छौँ। हामी आजभन्दा भोलिभन्दा पर्सि दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेको अवस्था छ। समुदाय स्तरमा समेत पछिल्लो समय कोरोना भाइरसको संक्रमण छिरिसकेको अवस्था छ। धेरै स्थानमा गोर्खा सहित धेरै स्थानमा अहिले कोरोना भाइरसको जोखिमसँगै समुदायमा त्रास पनि उत्तिकै फैलिएको छ। धेरै जिल्लामा निषेधाज्ञा पनि जारी गरिएको छ र विशेष गरेर गण्डकी प्रदेशको पछिल्लो अवस्थाका विषयमा र भावी योजनाको अवस्थाका विषयमा बारेमा आज हामी गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्मासँग आज हामी संवाद गर्छौँ। म ढिलो नगरिकन उहाँलाई स्वागत गर्न चाहन्छु। डाक्टर साहब, स्वागत छ। हस्, धन्यवाद। डाक्टर साहब, गण्डकी प्रदेशमा पछिल्लो यो कोरोना भाइरसको संक्रमणको अवस्था के छ? आज कति संक्रमण बढ्यो, कतिजनाको ज्यान गयो, पछिल्लो अपडेट बताइदिनुहोस् न। हस्, धन्यवाद। आजसम्मको गण्डकी प्रदेशको अपडेट हेर्ने हो भनेदेखि हामीले आजसम्म कुल सङ्कलित नमुनाको सङ्ख्या चाहिँ 52,513 पुगेको छ। त्यस्तै सङ्क्रमण नदेखिएको चाहिँ सङ्ख्या 49,913 पुगेको छ र त्यस्तै सङ्क्रमण देखिएको सङ्ख्या चाहिँ 2600 पुगेको छ र त्यो आज मात्रै थपिएको सङ्ख्या 69 छ भनेदेखि निको भएको सङ्ख्या चाहिँ 1785 छ। यसरी निको हुने दर अहिले 68.65% मात्रै छ भनेदेखि दुःखद रूपमा मृत्यु हुनेको सङ्ख्या 19 पुगेको छ र यो 19 सङ्ख्यामध्ये 8 जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो भनेदेखि 1 जना धौलागिरी अञ्चल अस्पतालमा बागलुङमा र 2 जना गोर्खा अस्पताल र अन्य 8 जना सङ्क्रमितहरूको मृत्यु चाहिँ हाम्रो प्रदेशभन्दा बाहिर भएर चाहिँ कुल 19 जना पुगेको छ। हालसम्म आइसोलेसनमा रहने व्यक्तिहरूको सङ्ख्या 796 छ भनेदेखि होम आइसोलेसनमा रहने व्यक्तिहरूको सङ्ख्या 93 छ। तीमध्ये कास्कीमा 90 जना, नवलपरासीमा 1 जना र तनहुँमा 2 जना हुनुहुन्छ। त्यस्तै अहिलेसम्म आजको मितिसम्म आइसियुमा रहने व्यक्तिहरू 5 जना हुनुहुन्छ, जो सबैजना हाम्रो गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको हस्पिटलमा हुनुहुन्छ भनेदेखि भेन्टिलेटरमा कोही पनि हुनुहुन्न अहिलेसम्म। र गण्डकी प्रदेशमा कुल सङ्क्रमित स्वास्थ्य कर्मीहरूको सङ्ख्या 48 पुगेको छ र अहिले 48 मध्ये 32 जनाको निको भइसकेको छ भनेदेखि 16 जना अहिले पनि आइसोलेसनमा हुनुहुन्छ र पछिल्लो 24 घण्टाको तथ्याङ्क हेर्दाखेरि हामीले 703 जना व्यक्तिहरूको चाहिँ परीक्षण गरेको छौँ। त्यो मध्ये 636 जनाको क्षयरोग उपचार केन्द्रको हातमा रहेको ल्याबबाट गरेको छौँ भनेदेखि 67 जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातमा रहेको प्रयोगशालाबाट गरेको छौँ भनेदेखि गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहनुहुने व्यक्तिको सङ्ख्या 594 छ र गण्डकी प्रदेशमा उपलब्ध आइसियु बेडको सङ्ख्या 175 छ भनेदेखि भेन्टिलेटर 57वटा छ। म यही मौकालाई लिएर हाम्रो सम्पूर्ण दर्शकहरूमा चाहिँ एउटा निवेदन के गर्न चाहन्छु भनेदेखि हाम्रो यो अपडेटहरू प्रत्येक दिन र प्रत्येक घण्टा जसो हामीले अपडेट गरिराखेको हुन्छौँ। यहाँले www.hd
gandaki.gov.np मा पनि यहाँहरूले हेर्न सक्नुहुन्छ। डाक्टर साहब, यो त दिनुभयो तपाईले पछिल्लो आज समेत अहिले पछिल्लो अपडेटसम्म तपाईले अपडेट गराउनु भयो। तपाईको अपडेट सुनिरहँदाखेरि मलाई मनमा नै के लाग्यो भने अहिले दिन प्रतिदिन जोखिम बढेको बढै छ। यो संक्रमण फैलिने अवस्था रोक्न नसकिने हो या हाम्रो जुन योजना कमजोर यो अभियान छ यो कमजोर बनेर के कारणले यो समुदायमा गयो, दिन प्रतिदिन फैलिँदै गयो, के कारणले हुन सक्ला? हजुर, अहिलेको जुन संक्रमणको दर बढिराखेको छ, भले हाम्रो आजभन्दा 1 महिना अगाडिको र अहिलेको चाहिँ संक्रमणको दर हेर्ने हो भनेदेखि निको हुने दर चाहिँ कम छ। यसरी हेर्दाखेरि संक्रमितको संख्या बढी हुने र त्यसको तुलनामा चाहिँ निको भएर जानेको संख्या चाहिँ कम हुने हुँदा हाम्रो निको हुने दर एउटा पोइन्टमा चाहिँ गण्डकी प्रदेशको 91.13% थियो भनेदेखि अहिले घटेर चाहिँ 68.65% भएको छ। यो अवस्था निश्चित रूपमा पहिलेको भन्दा अहिले जटिल अवस्था हो र हामीले त्यसबेला यो बाहिरबाट आएको मानिसहरू, क्वारेन्टाइनमा रहेको व्यक्तिहरू र आइसोलेसनमा रहेको व्यक्तिहरूको चाहिँ परीक्षण गर्ने अवस्था थियो भनेदेखि र स्वाभाविक रूपमा बाहिरबाट आएका मान्छेहरूमा धेरै यो संक्रमण देखिएको थियो र 1-2-3% मात्रै यो कम्युनिटीमा चाहिँ गएको देखिन्थ्यो भनेदेखि अहिले यो कम्युनिटीमा चाहिँ ट्राभल हिस्ट्री नभएको व्यक्तिहरूमा चाहिँ संक्रमण देखिएको दर बढी देखिया छ। यो हुनुको कारण मैले हाम्रो कमजोरी, हाम्रो गल्ती हुन सक्छन्, तर हामीले यो अभियान नचलाएको भएदेखि यो सशक्तका साथ हामीले चाहिँ हाम्रो क्वारेन्टाइनलाई व्यवस्थापन गर्ने, हाम्रो बोर्डरलाई व्यवस्थापन गर्ने, हाम्रो आइसोलेसनमा व्यवस्थापन गर्ने, हाम्रो टेस्टको दायरालाई बढाउने। अहिले हामीले गएको केही महिनामा हामीले अहिले यो परीक्षण गर्ने संख्या चाहिँ 52,513 पुगेको छ। यो संख्यामा पुर्याउने एउटा मेसिनबाट हाम्रो 4वटा PCR मेसिन यो नगरेको भएदेखि यो अझै भयावह हुन्थ्यो। तुलना हामीले कम्पेयर गर्ने हो भनेदेखि इन्डियाको तुलना हेर्ने हो भनेदेखि इन्डियामा चाहिँ हजारौंको संख्यामा चाहिँ संक्रमित देख्न सकिन्छ र इन्डिया भनेको चाहिँ हामीले यो बोर्डर खाली रेखाले मात्र भौतिक रूपमा हैन कि रेखाले मात्र इंटरनेशनल बोर्डरको हिसाबले मात्र अलग छौं। हाम्रो अहिले कञ्चनपुर भन्दा लखनऊ हाम्रो नजिक छ। कञ्चनपुर भन्दा यहाँ चाहिँ नजिक हाम्रा नाकाहरू रुपडिया नजिक छन्। त्यो हिसाबले त्यहाँको जुन कम्युनिटीमा देखिएको संक्रमण छ यहाँ हाम्रो नेपालमा आइहाल्ने संक्रमण जोखिम बढी छ। त्यसलाई हामीले कन्टेन गर्न सकेको छौं, त्यसलाई रोक्न सकेको छौं। त्यही भएर हाम्रो अभियानको कारणले हाम्रो जति संक्रमण बढ्नु पर्ने थियो त्यो बढेको छैन र हामीले थप काम गर्नु यो पर्याप्त छँदै छैन। तर मेरो मतलब के हो भनेदेखि हामीले अझ सुधार गर्नुपर्छ। यो पर्याप्त छैन, तर यो अवस्था आउनु भनेको चाहिँ हाम्रा जबरजस्त प्रयासहरूको चाहिँ कारणले पनि यो संक्रमणलाई चाहिँ जति लथालिङ्ग रूपमा चाहिँ अगाडि बढ्नु पर्थ्यो त्यो चाहिँ हामीले कन्टेन गर्न सकेको छौं र यसलाई केही हदसम्म पनि हाम्रो चाहिँ गण्डकी प्रदेशलाई सुरक्षित बनाउनलाई हामी लागेको छौं। अहिले एउटै शब्दमा भनिदिनुस् न, अहिले गण्डकी प्रदेशमा चाहिँ संक्रमणको चरण चाहिँ कुन अवस्थामा छ? संक्रमणको चरण अहिले यो WHO को मापदण्ड अनुसार हेर्ने हो भनेदेखि यो छिटपुट चरण भन्छ। यसलाई चाहिँ स्पोरेडिक स्टेज भन्छ। यसलाई चाहिँ अहिले कम्युनिटी ट्रान्समिसनको रूपमा गइसकेको होइन। यो अहिले चाहिँ हेर्ने हो भनेदेखि हामीले 100 जनालाई टेस्ट गर्यौं भनेदेखि 100 जनामा चाहिँ अहिले एभरेजमा चाहिँ 7 देखि 10% मात्रै अहिले संक्रमण देखिएको छ। यो हिसाबले हेर्ने हो भनेदेखि अहिले 52,513 जनामा अहिले 2600 जनाको मात्रै संक्रमण देखिएको छ। तर यो पछाडिको यो टोटल संख्यालाई चाहिँ जोड्नु हुँदैन। पछाडिको अवस्था हेर्ने हो भनेदेखि अहिले चाहिँ 5 देखि 10% चाहिँ यो संक्रमण बढेको अवस्था छ। यो चाहिँ WHO को मापदण्ड अनुसार क्लासिफिकेसन अनुसार चाहिँ अहिले चाहिँ छिटपुट स्टेजमा चाहिँ छ। दर्शक महानुभावहरू, अहिले हामी सिभिल खबरको फेसबुक पेजमा छौं, नागरिक बहसको अंक 41 मा। यो संवादलाई तपाईहरु गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको आधिकारिक फेसबुक पेज मार्फत पनि हामीलाई हेर्दै हुनुहुन्छ र विभिन्न सामाजिक सञ्जाल मार्फत पनि हामीलाई तपाईहरुले हेर्दै हुनुहुन्छ।
अहिले हामी गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोद बिन्दु शर्मासँग संवादमा छौँ र डाक्टर साहब पछिल्लो पटक गण्डकी प्रदेशमा अहिले पोखरामा 2 ठाउँमा कोरोनाको जाँच गरिन्छ भनेर तपाईले जानकारी गराउनु भयो र पछिल्लो समय सर्वसाधारणमा एक किसिमको भ्रम एक किसिमको आशंका चाहिँ के पनि पैदा भएको छ भने यो पीसीआर रिपोर्टकै सत्यतामा उनीहरूले क्वेशन पनि कतिपय ठाउँहरूमा उठाइरहेको अवस्था छ। सर्वसाधारण एउटा एकदमै तल्लो निम्न वर्गको या चाहिँ अनपढ अशिक्षित नागरिकले समेत बुझ्ने गरेर पीसीआर परीक्षणको प्रक्रियाको विषयमा बुझ्ने भाषामा बताइदिनुस् न। हजुर, पीसीआर परीक्षणको प्रक्रिया के हुन्छ भनेदेखि हामीले पहिले व्यक्तिको चाहिँ नमुना सङ्कलन गर्छौँ। नमुना कसको सङ्कलन गर्छौँ भन्दाखेरि 2-3 वटा क्याटेगोरी छ। एउटा चाहिँ क्वारेन्टाइनबाट आउने व्यक्तिहरूको गर्छौँ। जो क्वारेन्टाइनमा आउने को हुनुहुन्छ भन्दाखेरि कोही विदेशबाट आउने हुनुहुन्छ, कोही शङ्कास्पद व्यक्तिहरूमा चाहिँ यो सम्पर्कमा भएको व्यक्ति, उहाँहरू शङ्कास्पद व्यक्तिहरू क्वारेन्टाइनमा हुनुहुन्छ। अर्को चाहिँ जो आइसोलेसनमा जानुभएको छ उहाँको हामीले टेस्ट गर्छौँ भनेदेखि जो अदालतबाट चाहिँ यो व्यक्तिको चाहिँ टेस्ट गर्नु भनेर नोटिफाइड गरेको ती व्यक्तिहरूको चाहिँ हामीले सङ्कलन गर्छौँ। यसरी सङ्कलन गर्ने क्रममा चाहिँ पहिले व्यक्तिको चाहिँ नमुना सङ्कलन गरिन्छ। नमुना सङ्कलन गर्ने सबै सङ्कलकहरू चाहिँ हाम्रो प्रयोगशाला अथवा यो सङ्कलनमा चाहिँ तालिम प्राप्त व्यक्तिहरू हुनुहुन्छ र हामीसँग सुरक्षित रूपमा चाहिँ त्यो ट्रान्सपोर्ट गर्ने यो VTM भन्छ, यो जुन सङ्कलित नमुना हो त्यसलाई चाहिँ सुरक्षित रूपमा चाहिँ टेस्ट गर्ने ठाउँसम्म ल्याउनको लागि चाहिँ त्यो एउटा डिभाइस हुन्छ र चाहिँ हामीले सङ्कलन गरेर चाहिँ ल्याइसकेपछि हाम्रो प्रयोगशालामा ल्याउँछौँ। प्रयोगशालामा दर्ता हुन्छ। दर्ता भइसकेपछि हामीले दर्ता ल्याउँदा साथ हामीले त्यो यो नमुनालाई चाहिँ हामीले सुरक्षित राख्छौँ, कोल्ड चेन मेन्टेन गरेर राख्छौँ र त्यस पछाडि चाहिँ यो RNA एक्सट्र्याक्सन भन्ने एउटा प्रोसेसमा जान्छ। त्यो प्रोसेस भइसकेपछि त्यो पीसीआर टेस्टको लागि चाहिँ तयारीमा अवस्थामा जान्छ भनेदेखि त्यो तयारी गरिसकेपछि अनि पीसीआरले यो रिजल्ट के छ भनेर चाहिँ हेर्छ। मैले तपाईँले अलिकति इङ्गित गर्न खोज्नु भएको चाहिँ एउटा पक्ष भनेदेखि यसको विश्वसनीयताको बारेमा कसैले शङ्का गर्नु हुँदैन, कसैले शङ्का गर्नु हुँदैन। तर यसले के गर्छ भन्ने कुरो बुझ्नुपर्छ। यसले यो RT-PCR भन्छ, रियल टाइम पीसीआर गर्ने, यो जुन पोइन्ट अफ टाइममा चाहिँ यसको यो नमुना लिएको त्यो टाइममा चाहिँ सङ्क्रमण छ कि छैन भनेर चाहिँ देखाउँछ। अर्को RDT भन्ने छ, त्यो RDTले सङ्क्रमण देखाउँदैन। यो अवस्थाभन्दा यो पोइन्टभन्दा अगाडिको 1 हप्ता अगाडि, 2 हप्ता अगाडि, 6 महिना अगाडि, 1 वर्ष अगाडि, 2 वर्ष अगाडि सङ्क्रमण भएको थियो कि थिएन भनेर चाहिँ RDTले देखाउँछ भनेदेखि यो पीसीआरको टेस्टले चाहिँ अहिले जुन टेस्ट गरेको समय छ त्यो समयमा चाहिँ सङ्क्रमण छ कि छैन भनेर चाहिँ निश्चित गराउँछ। त्यही भएर यो फेरि यसको क्वालिटीको हिसाबले हेर्नुभयो भनेदेखि यो वर्ल्ड क्लासको चाहिँ क्वालिटी हो, कसैले शङ्का गर्नु हुँदैन। यो विश्वस्तरीय चाहिँ यो क्वालिटीको चाहिँ मेसिनहरू हो जुन हामीले नेपालमा युज गरिराखेको छौँ। यसमा शङ्का नगरिदिनु हुन, यसमा चाहिँ ढुक्क भएर चाहिँ यसको जे रिपोर्ट आएको छ त्यसलाई आत्मसात गरिदिनु हुन म सम्पूर्णमा अनुरोध गर्छु। र हजुर, समुदाय स्तरमा कोरोना भाइरस गइसकेको अवस्था छ। पछिल्लो समय गण्डकीकै कुरा गर्ने हो भने पनि प्राय सबै जिल्लाहरूमा अहिले पछिल्लो समय सङ्क्रमित हुने भनेको सबै समुदायका रहेका छन्, कन्ट्र्याक्ट ट्रेसिङवाला नै रहेका छन्। यो अवस्थामा तपाईँले भन्नुभयो हामी यो चरणमा छौँ भनेर। अब यो अवस्थामा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको योजना चाहिँ के छ? यो महामारीलाई रोक्न सक्ने ल्याकत निर्देशनालयसँग या चाहिँ प्रदेश सरकारसँग छ कि छैन? हजुर, एकदम राम्रो कुराकानी गर्नुभयो। हामीले अहिलेको तयारीको अवस्थामा हेर्नुभयो भनेदेखि हामीले सबभन्दा यसको चाहिँ यो कन्ट्रोल गर्ने एउटा स्टेज भनेको चाहिँ हामीले प्रयोगशालाको कामलाई चाहिँ प्रभावकारी बनाउनु पर्छ। त्यो कित्तामा हामीले कसरी काम गरेको छौँ। अर्को चाहिँ यो केसको म्यानेजमेन्टको हिसाबले चाहिँ जहाँ प्रयोगशाला गरिन्छ थाहा हुन्छ, त्यस पछाडिमा व्यक्तिहरू यो आइसोलेसनमा जान्छ, त्यो केसलाई म्यानेज गर्ने चाहिँ पक्ष एउटा हुन्छ र त्यो म्यानेज गर्ने पक्ष सहितको यो समग्रतालाई सूचना व्यवस्थापन गर्नुपर्छ। हामीले यो गरेको छौँ र सूचना खालि मिडियाको हिसाबले सूचना होइन कि
जुन अर्गनाइजेसन जुन संस्थागत रूपमा जुन यो सूचना हो त्यो पनि प्रभावकारी हुनुपर्छ ताकि हाम्रो आपूर्तिको व्यवस्था राम्रो हुन सकोस् र हामीले विभिन्न डिपार्टमेन्टले विभिन्न संस्थाहरूले जुन स्वास्थ्यको संस्थाहरूले जिल्लाहरूले कसरी काम गरेका छन् त्यसलाई व्यवस्थित गर्नुपर्ने एउटा ल्याब एउटा केस म्यानेजमेन्ट अर्को कम्युनिकेसन म्यानेजमेन्टको पक्षमा हामीले काम गर्नुपर्छ कि अब पहिलो कुरा मैले भनौँ ल्याबको सन्दर्भमा कुराकानी गर्दाखेरि अहिले हाम्रो तयारी हेर्नुभयो भनेदेखि सुरुमा हामीले प्रयोगशालाको कर्मीहरूलाई चाहिँ 11वटा जिल्लामा जम्मा 22 जनालाई चाहिँ यो नमुना सङ्कलन गर्नको लागि ट्रेनिङ दिएको थियौँ भनेदेखि अहिले हामीसँग आएर 320 जना भन्दा बढी जनालाई हामीले चाहिँ ट्रेनिङ दिएको छौँ। अहिले प्रयोगशाला कर्मीको कमी नभएको कारणले हामीले नमुना सङ्कलन गर्न पाइएन भनेर कसैले पनि सुन्न परेको छैन। अर्को हामीले यसको ट्रान्सपोर्टेसनलाई व्यवस्थित गरेको छौँ। हामीले यो प्रयोगशालाको कामलाई व्यवस्थित गर्नको लागि हामीले गण्डकी प्रदेशले अरू प्रदेशको भन्दा अगाडि सङ्घीय सरकारले बनाउनु भन्दा अगाडि हामीले एउटा ल्याबको प्रोटोकल बनाएको छौँ। प्रोटोकल भनेको चाहिँ यो नमुना सङ्कलन कसको गर्नुपर्छ, कसरी गर्नुपर्छ, कहिले गर्नुपर्छ, त्यो सङ्कलित नमुना कसरी प्याकिङ गर्नुपर्छ, कसरी ट्रान्सपोर्ट गर्नुपर्छ, कसरी टेस्ट गर्नुपर्छ र त्यसको सूचना डिसिमिनेसन कसरी गर्नुपर्छ भनेर चाहिँ यो प्रदेशको 11 जना विज्ञहरूलाई राखेर चाहिँ हामीले चाहिँ प्रोटोकल बनाएको छौँ। त्यस्तै केस म्यानेजमेन्टको पनि हाम्रो यो प्रदेशको चाहिँ विज्ञ फिजिसियनहरूलाई राखेर चाहिँ हामीले केसलाई म्यानेज कसरी गर्नुपर्छ, यो ट्रिटमेन्ट कसरी गर्नुपर्छ भनेर चाहिँ विज्ञहरूलाई राखेर चाहिँ हामीले प्रोटोकल बनाएको छौँ। यो दुईटा ल्याबको प्रोटोकल र केस म्यानेजमेन्टको प्रोटोकललाई लिएर हाम्रो 24 जना विज्ञहरूलाई हामीले जिल्लामा पठाएर चाहिँ हाम्रो जिल्लाको स्वास्थ्यको टिमलाई चाहिँ ट्रेनिङ दिएको छौँ। त्यस्तै अब भयो ल्याबलाई प्रभावकारी बनाउनलाई चाहिँ हामीले जनशक्तिको 5वटा अप्सनमा काम गरेको छौँ। एउटा जनशक्ति विकास, जनशक्ति एउटा त फिल्डमा काम गर्ने 320 जना भन्दा बढीलाई चाहिँ ट्रेनिङ दिएको छौँ भनेदेखि अर्को पिसिआर टेस्ट गर्ने जुन पहिलो दिन हाम्रो 2 जना मात्रै यो प्रयोगशाला कर्मी हुनुहुन्थ्यो पिसिआर चलाउने, त्यस पछाडि हामीले चाहिँ बढाउँदै जाने अवस्थामा चाहिँ हामीले अहिले 28 जना प्रयोगशाला कर्मीहरूले चाहिँ अहिले लगातार काम गरिराख्नु भएको छ। यसरी काम गर्ने क्रममा हाम्रो यो एउटा 2 जनाबाट 28 जना पुऱ्याएको छौँ भनेदेखि अर्को हामीले के गरेको छौँ भनेदेखि सेसन बढाएको छौँ। बिहान 9 बजेदेखि 5 बजेसम्म गर्ने सेसनलाई अहिले 7 बजेदेखि राति 12:30 बजेसम्म गराएको छौँ। अर्को मेसिन बढाएको छौँ। मेसिन पहिले हाम्रो एउटा पिसिआर मेसिन थियो, अहिले गण्डकी प्रदेश सरकारले आफूले किनेर चाहिँ 2टा 3टा 4वटा पिसिआर मेसिन हामीसँग छ अहिले। अर्को यो मैले अगाडि भने नि यो पिसिआरको नमुनालाई चाहिँ तयारी गर्नको लागि चाहिँ आरएनए एक्सट्र्याक्सन गर्ने जुन प्रोसेस हो त्यो 96वटा स्याम्पललाई तयारी गरेर चाहिँ पिसिआरको लागि चाहिँ तयारी गर्नको लागि चाहिँ 4 जना व्यक्तिलाई चाहिँ 4 घण्टा लाग्थ्यो। अहिले हामीसँग 96वटा स्याम्पललाई 35 मिनटमा तयारी गर्ने चाहिँ हामीसँग अटो एक्सट्र्याक्सन मेसिन छ। त्यो एउटा होइन, हामीसँग 2टा मेसिन छ। त्यही भएर मेसिनको सङ्ख्या बढाएको छौँ। हामीले टेक्नोलोजी चाहिँ हार्नेस गरेको छौँ र अर्को चाहिँ पहिले एउटा मात्रै ल्याब थियो, गण्डकी हस्पिटलको हातमा रहेको चाहिँ प्रयोगशालामा मात्रै एउटा थियो भनेदेखि अहिले 2टा हामीसँग ल्याब छ र 2टाले 3वटा सेसनमा काम गरिरहेका छ। यसरी हामी तयारी अवस्थामा छौँ। मोहसनजी, मैले यहाँलाई जानकारी गराउँ, हाम्रो अहिलेको चाहिँ यदि यो छिटपुट रूपमा मात्रै यो सङ्क्रमण भएको देखियो र कम यो पोजिटिभ आउने सङ्ख्या देखियो र पुलमा हामीले चाहिँ टेस्ट गर्न सक्यो भने हाम्रो क्षमता अहिले 2500 स्याम्पलहरू एक दिनमा टेस्ट गर्न सक्छौँ। तर त्यो भन्दै वास्तविकता के हो भनेदेखि यदि पोजिटिभको सङ्ख्या चाहिँ बढ्दै गयो भनेदेखि हामीले पुलमा गर्न सक्दैनौँ। हामीले एक गरेर चाहिँ गर्नु, प्रत्येक स्याम्पललाई चाहिँ हामीले चाहिँ हाम्रो किट प्रयोग गर्दाखेरि त्यो चाहिँ स्वाभाविक रूपमा 5 गुणा चाहिँ कम हुन्छ। 2500 गर्ने क्षमतालाई हामीले चाहिँ 500मा गर्छौँ। तैपनि हामीले अहिले हेर्नुभयो भनेदेखि हाम्रो एभरेजमा चाहिँ अहिले 900,000 गरिराखेको छौँ। हिजो मात्रै अहिलेको 24 घण्टाको अझ 5 बजीसम्म बढ्छ। अहिलेसम्मको हेर्ने हो भनेदेखि 3 बजीसम्मको हेर्ने हो भनेदेखि हामीले 796 जनाको 800 जनाको गरेको छौँ। भनेपछि यो क्षमता हाम्रो ल्याबको क्षमता बढाएको छौँ भनेदेखि अब हामीले गर्नुपर्ने काम के हो? गर्नुपर्ने काम अब हामीले पहिलेको भन्दा अहिले चाहिँ यो सिम्पटम नदेखिएको चाहिँ केसहरू चाहिँ पहिले हुन्थ्यो भनेदेखि अहिले सिम्पटम सहितको चाहिँ
सिम्टोमेटिक केसहरू देखिएको हुनाले अब हाम्रो चनाखोपना बढ्नुपर्छ। अब जटिल केसहरू जटिलतामा जान सक्छन्। त्यसको लागि हाम्रो आइसोलेसन सेन्टरसँग चाहिँ राम्रो कम्युनिकेसन इस्टाब्लिस गर्ने, कहीँ समस्या देखिँदा साथ तुरुन्त यो माथिल्लो लेभलको चाहिँ उपचार गर्ने ठाउँमा पठाउने र चाहिँ यो रेफर गर्ने हस्पिटल र रिसिभ गर्ने हस्पिटलको बिचमा चाहिँ कम्युनिकेसन गर्न लगाउने र चाहिँ एकदम छिटो चाहिँ क्लिनिकल डिसिजन गर्न लगाउने र तुरुन्त रेफर गर्ने, त्यो अवस्थामा हामीले जानुपर्छ। र त्यसको लागि हामीले के गर्नुपर्छ भनेदेखि हामीले एम्बुलेन्सलाई तयारी अवस्थामा राख्नुपर्छ। अब हाम्रा भेन्टिलेटर जुन हामीले 57वटा भेन्टिलेटर छ भनेको छौँ, ती भेन्टिलेटरहरूलाई चाहिँ अब चाहिँ सेन्ट्रलाइज गर्नुपर्छ र भेन्टिलेटरहरू आइसियु बेडहरू तयार गर्ने हामीसँग 175वटा आइसियु बेडहरू छन्, 57वटा भेन्टिलेटर छन्। यिनलाई चाहिँ अब अपरेसनमा ल्याउनको लागि चाहिँ तयारी अवस्थामा ल्याउनुपर्छ। त्यो हुँदाहुँदै अहिले जिल्लाको टिमलाई अझ ट्रेनिङ जरुरी छ। मैले भन्ने गरेको छु, हामीले जिल्लामा पर्याप्त रूपमा चाहिँ ट्रेनिङ दिएको छौँ। उदाहरणको लागि हामीले जिल्लाको टिमलाई, हस्पिटलको टिमलाई चाहिँ क्रिटिकल केयर म्यानेजमेन्टमा मणिपाल हस्पिटलसँग संयोजन गरेर चाहिँ यहाँ ल्याएर 59 जनालाई चाहिँ ट्रेनिङ दिएको छौँ। आइसियुमा बस्ने नर्सहरूको लागि चाहिँ चरक मेमोरियल हस्पिटलमा बसेर चाहिँ एउटा यो आइसियुको इन्भाइरोमेन्टमा कसरी काम गर्नुपर्छ भनेर चाहिँ ट्रेनिङ दिएको छौँ। भनेदेखि अहिले ट्रेनिङ अझ जरुरी छ, यो पर्याप्त छैन। हाम्रो स्वास्थ्य कर्मीहरू हजुर डाक्टर साहब, अब तपाईँले भन्नुभयो तयारीका धेरै चरणहरू तपाईँहरूले गरिराख्नु भएको छ, तयारी को योजना कार्ययोजना सहित अगाडि बढ्नु भएको छ, विभिन्न अभियानहरूको पनि थालनी गर्नु भएको छ। तर तपाईँले तयारी मध्येको एउटा भन्नुभयो जनशक्तिको कुरा पनि गर्नुभयो। तर जिल्ला अस्पतालहरूमा हेर्ने हो भने दक्ष जनशक्तिहरूको एकदमै अभाव हामी आफैले देख्न सक्छौँ। उदाहरणको लागि म तपाईँलाई भन्न चाहन्छु, गोर्खामा दरबन्दी 59 जनाको दरबन्दीमा जम्मा 20 जना मात्रै कर्मचारी त्यहाँ कार्यरत हुनुहुन्छ। यो अवस्था छ। र अर्को उदाहरण पनि के दिन चाहन्छु भने 2076 सालको जेठमा यहाँबाट मेडिकल सुपरिन्टेन्डेन्ट सरुवा भएर भरतपुर अस्पतालमा गइसकेपछि आज 1 वर्ष नागिसक्दा पनि गोर्खा अस्पताल जस्तो जिल्ला अस्पतालमा मेसु आउन सक्ने अवस्था बनेको छैन भने यो तयारीले कोरोना रोक्न तपाईहरुले अगाडि सार्नु भएको कार्ययोजना कति प्रभावकारी होला? यो एउटा नमुना मात्रै हो। यो यस्तै नमुना गण्डकी प्रदेशका 11वटै जिल्लाका जिल्ला अस्पतालहरुमा हामी पाउन सक्छौं। यो यसरी जनशक्ति बिनाको अभियानले सार्थकता पाउला कि नपाउला? महसिनजी एकदमै महत्त्वपूर्ण कुरा सोध्नु भयो। यो चाहिँ हामीले यहाँलाई मैले जानकारी गराउँ, गण्डकी प्रदेशमा मात्रै हैन, यो जनशक्तिको व्यवस्थापनको पक्ष र हाम्रो दरबन्दी अनुसारको चाहिँ जनशक्ति नहुने अवस्था यो नेपालभरि सबै प्रदेशहरुमा छ। यसको मतलब चाहिँ हामी ढुक्क भएर बस्ने अवस्था हैन। सबैलाई सबै अवस्थामा यही छ भनेर चाहिँ ढुक्क हुने अवस्था त हुँदै हैन। हामीले मैले यहाँलाई जानकारी गराउँ, हामीले 40 सालको दरबन्दी अनुसार अहिले काम गरेको छौं। 40 सालमा जुन जनसंख्या थियो त्यो जनसंख्याको आकलनमा चाहिँ यो दरबन्दी डिजाइन गरिएको थियो, त्यसको पनि अहिले चाहिँ 3 गुणा बढी जनसंख्या भइसक्यो। त्यही दरबन्दीमा काम गरेका छौं। त्यही दरबन्दीमा काम गर्दा पनि महसनजी हामीसँग 46% चाहिँ जनशक्ति अझ कम छ। हामीले पूर्ति गर्न सकेका छैनौं। त्यसको एउटा कन्टेक्स्ट छ। हामी कर्मचारीको रूपमा अथवा हामी व्यवस्थापनको हिसाबले हेर्ने हो भनेदेखि हामीले यो चाहिँ हाम्रो हतारोको हिसाबले पनि गर्न नसकिने अवस्था छ। किनभनेदेखि अहिले यो संघीय निजामती ऐन पास भइसकेका छैन। त्यसको लाइटमा चाहिँ प्रदेशको निजामती ऐन चाहिँ पास हुनुपर्ने हो, त्यो पास भइसकेका छैन। त्यस पछाडि प्रदेशको निजामती ऐन भइसकेपछि लोकसभाका प्रक्रियाहरू तयारी हुन्थे, त्यो चाहिँ यो चरणहरू पूरा नगरेको हुनाले हामीले गर्न सकेका छैनौं। तर तपाईको अहम प्रश्न के हो भनेदेखि अहिले गोर्खा जिल्ला जुन अरु जिल्लाहरूको एउटा प्रतिनिधि जिल्ला हो जहाँ चाहिँ मान्छेहरू छैन, तर त्यहाँको जस्तै हामीले अरु जिल्लामा जे गरेको छौं गोर्खा जिल्लामा पनि त्यही गरेको छौं। मैले उदाहरण दिउँ, त्यहाँ दरबन्दीको हिसाबले 60 जना हुनुपर्नेमा 20 जना दरबन्दीको कर्मचारीहरू हुनु होला। तर चाहिँ त्यो अहिले चाहिँ त्यहाँ सरकारी दरबन्दीमा भएको 2 जना मेडिकल अफिसर मात्रै हुनुहुन्छ, जहाँ मेडिकल सुपरिन्टेन्डेन्ट हुनुहुन्न। तर हामीसँग 9 जना त्यहाँ डाक्टरहरू हुनुहुन्छ। मैले
केही समय अगाडि त्यहाँको हाम्रो कुसुम श्रेष्ठ भन्ने अस्पतालको व्यवस्थापक हुनुहुन्छ, उहाँसँग मैले कुराकानी गरेको छु र त्यहाँ 2 जना एमडी गरेको डाक्टरहरू हुनुहुन्छ, अनि 1 जना एमडी जीपी गरेको हुनुहुन्छ, अर्को गाइनेकोलोजिस्ट हुनुहुन्छ र अरू चाहिँ 7 जना चाहिँ मेडिकल अफिसरहरू हुनुहुन्छ। र हामीले दरबन्दीको हिसाबले पुरा गर्न नसके पनि यो खाँचो पुरा गर्नलाई गोर्खा जिल्ला जस्तै अरू सबै जिल्लाहरूमा चाहिँ हामीले स्कलरसिपमा आउने करारको कोटाहरूमा चाहिँ हामीले परिपूर्ति गरेको छौँ र जति हामीले यो दरबन्दीको संख्या 60 हुनुपर्नेमा 20 छ तपाईले भनेको एकदम सही हो, तर त्यो एक्चुअल नम्बर त्यो डिफ्याक्टो चाहिँ होइन, त्यो ठ्याक्कै त्यो अवस्था चाहिँ होइन। हाम्रो त्यहाँ चाहिँ नम्बर बढेको छ, डाक्टरकै कारणले त्यहाँ सेवा नहुने अवस्था चाहिँ टक्कै रोकिएको चाहिँ अवस्था होइन, तर अहिलेको अवस्था भनेको जनशक्तिको व्यवस्थापनको हिसाबले एकदम चुनौतीपूर्ण छ। यो साँगुरो जुन थोरै जनशक्तिमा हामीले काम गरिरहेका छौँ त्यो चाहिँ हाम्रो जनशक्तिहरू, हाम्रा स्वास्थ्य कर्मीहरू, हाम्रा चिकित्सकहरू अरू दबावमा हुनुहुन्छ। त्यो मिडियाले, हाम्रो पब्लिकले, पोलिटिसियनहरूले सबैले यो बुझिदिनुपर्छ कि हाम्रो यो जुन यो कामको दबाव छ जनशक्तिमा परिरहेको छ, यो स्वास्थ्य कर्मीहरूमा परिरहेको छ। उहाँले यो अवस्थामा पनि त्यसरी काम गर्नुभएको छ। यसको लागि म सम्पूर्ण स्वास्थ्य कर्मीहरूको जुन लगाव छ, काम छ, कौशलता छ, त्यसको लागि चाहिँ म सल्युट गर्न चाहन्छु। हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ डाक्टर साहब। अनि अहिले पछिल्लो समय देखिरहेको यो अर्को एउटा मुख्य चुनौती, मुख्य समस्या भनेको चाहिँ अन्य रोगका बिरामी जुन रिफर गर्दा ठुलो समस्या देखिन्छ। अन्य अस्पताल लैजाँदाखेरि अस्पतालले कोरोना मात्रै भनेर कोरोना केही टेस्ट नभइकन अरू बिरामीलाई नहेरिदिँदा ती अरू रोगका बिरामीको बिचल्ली र साथी चाहिँ कसले देख्ने, यसमा प्रदेशले समन्वय गर्न पर्ने हो कि नपर्ने हो कि के छ तपाईहरुको योजना चाहिँ? यो प्रदेशले चाहिँ यो समस्या हेर्नुपर्छ र हामी यी सबै समस्याको चाहिँ हामीले जिम्मेवारी लिनुपर्छ र हामीले सबै हस्पिटलहरुमा र हामी सबैसँग चाहिँ हातेमालो गरेको छौं। हाम्रा प्राइभेट हस्पिटलहरु, हाम्रा सरकारी हस्पिटलहरु, स्थानीय स्वास्थ्य चौकीहरु अथवा स्वास्थ्यका निकायहरु र प्राइभेट मेडिकल कलेजेसहरु छ। उहाँहरुसँग अहिले म तपाईको यो पपुलर मिडियाबाट पनि म रिक्वेस्ट गर्न चाहन्छु कि हामीले कुनै पनि अर्थमा कुनै पनि एक्सक्युज नलिकन हामीले हाम्रो आँगनमा, हाम्रो ढोकामा आएको बिरामीलाई हामीले हेर्नुपर्छ र उसले चाहिँ हेर्न पाउने, सेवा पाउने उसले अहम अधिकार राख्छ। त्यो अधिकार सुरक्षणको लागि चाहिँ तपाई हामी सबै मिलेर चाहिँ त्यो अधिकार चाहिँ संरक्षण गर्नुपर्छ र उसले सेवा पाउनुपर्छ। यदि सेवा नपाएर कोही मान्छे मृत्यु हुन्छ, कोही मान्छेलाई समस्या पर्छ भनेदेखि त्यो हामी सबैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ। त्यही भएर अझ हाम्रो योग्यता भनेको चाहिँ सामान्य अवस्थामा हामीले बिरामी हेर्ने, बिरामीको उपचार गर्ने, बिरामीलाई बचाउने ती क्रियाकलापहरू हुँदै जान्छन्। तर यो विशेष अवस्थामा चाहिँ हामी अरू थप चनाखो हुनुपर्छ। खास गरी स्वास्थ्यको हस्पिटलको चाहिँ व्यवस्थापनको पक्ष अझ सचेत रहनुपर्छ कि अहिले कोभिड र नन कोभिड यो केसहरूलाई चाहिँ म्यानेज गर्ने क्रममा हामीले आफ्नो कौशलता देखाउनु पर्छ र बिरामीलाई चाहिँ यो बेलामा उत्कृष्ट सेवा दिन सक्नुपर्छ। र यसको लागि चाहिँ म सम्पूर्ण हाम्रो हस्पिटल र स्वास्थ्य कर्मीज्यूहरूलाई चाहिँ म विशेष आह्वान र अनुरोध गर्न चाहन्छु। यो महामारीमा खटिएका कर्मचारीहरूलाई, चिकित्सकहरूलाई प्रोत्साहन भत्ता दिने भनेर यसअघि नै निर्णय भएर 1 चरणको वितरण पनि भइसकेको अवस्था छ। तर तपाईहरुले जुन किसिमले कार्यविधि बनाउनु भएको थियो, निर्देशिका बनाउनु भएको थियो, त्यो निर्देशिका अनुसार वितरण भएन भन्ने आरोप पनि छ, असन्तुष्टि पनि छ। त्यो निर्देशिका स्पष्ट नभइदिँदा फ्रन्ट लाइनमा काम गर्ने, खट्ने चिकित्सक कर्मचारीले भन्दा अरूले बढी फाइदा लिए भन्छन्। यो के साँच्चै हो? मलाई त्यो चाहिँ साँचो हो जस्तो लाग्दैन। किनभनेदेखि हामीले निश्चित आधारहरू बनाएको छौँ, मापदण्डहरू बनेको छन्। हाम्रो मापदण्ड मात्रै नभएर सङ्घको मापदण्ड पनि हामीसँग छ र हामीले प्राथमिक रूपमा चाहिँ जसले यो आइसोलेसन वार्डहरूमा काम गरेको छ, बिरामीहरूलाई डाइरेक्ट बिरामीहरूको कन्ट्याक्टमा आएर फ्रन्ट लाइनमा बसेर काम गरेको छ, उनीहरूको हातमा र उनीहरूलाई यो राहत पुगोस् भनेर चाहिँ त्यो लक्ष्यका साथ चाहिँ सामाजिक विकास मन्त्रालयबाट विभिन्न
जिल्लाहरूमा र विभिन्न निकायहरूमा चाहिँ यो रकम पुगेको छ र यसलाई अझ मैले फेरि 100 का 100 नै ठिक छ भनेर चाहिँ भन्न सक्दैन, किनभनेदेखि हामीले यो पहिलो किस्ता बनाउँदाखेरि त्यसलाई व्यवस्थित गर्न, त्यसलाई चाहिँ नियमित होस्, कोही काम नगरेर चाहिँ जोखिमबत्ता पाउने, कोही काम गरेर पनि जोखिमबत्ता नपाउने अवस्था बिल्कुल नआओस् भन्ने हिसाबले हाम्रो अर्को संरचना विकास गरेको छौँ कि त्यहाँ कहाँ कस्तो अवस्थामा के खर्च भएको छ भनेर चाहिँ सामाजिक विकास मन्त्रालय र हाम्रो स्वास्थ्य निर्देशनालयको एउटा टिम बनेको छ। त्यो टिमले चाहिँ त्यहाँ गएर हेर्ने, नियमित गर्ने र त्यसलाई चाहिँ यकिन गरेर चाहिँ थप प्रावधानको रूपमा चाहिँ हामीले पैसा पठाउने हामीले प्रावधान गरेको छौँ। त्यही भएर यदि कहीँ कमजोरी भएको छ भनेदेखि, किनभने पहिलो अवस्था थियो, हस्पिटलको म्यानेजमेन्टले पनि यो फलानुले यति पाउनुपर्छ यो भन्ने उहाँहरूले जुन आकलन गर्नुभएको थियो, त्यहाँ कहीँ यो आर्थिक कारबाहीको हिसाबले चाहिँ उहाँले चाहिँ यस्तो गर्दा ठिक हुन्छ, कहीँ सुधार गर्नुपर्ने पक्ष छ र उहाँले सुधार गर्ने देख्नुहुन्छ भनेदेखि त्यो टिमले इङ्गित गर्छ र उहाँले त्यसलाई व्यवस्थित गर्नुहुन्छ र अन्ततोगत्ता यो चाहिँ सन्तुलित अवस्थामा सबैलाई न्यायिक हिसाबले होस् भनेर चाहिँ हामीले यो संरचना बनाएको छौँ, रिसोर्सहरू पठाएको छौँ। मेरो विचारमा त्यो अवस्था रहँदैन। हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। तपाईलाई म अन्तिम क्वेसन गर्न गइरहेको छु। तपाईँ आफै चिकित्सक पनि हुनुहुन्छ। यो कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि, जोखिम कम गर्नका लागि अन्तिम विकल्प भनेकै लकडाउन हो या अरू केही विकल्प हुन सक्छन्? हजुर, प्रथमतः म चाहिँ चिकित्सक होइन महसिनजी, म यो जनस्वास्थ्यको चाहिँ एउटा विद्यार्थी हो। त्यो हिसाबले मैले अहिले हेर्ने हो भनेदेखि अबको यो हामीले सन्देश दिनुपर्ने पक्षहरू के छ भनेदेखि, हामीले अहिले लकडाउन खुल्नुको अर्थ चाहिँ अब संक्रमणको जोखिम छैन भनेर चाहिँ बुझ्नु हुँदैन। संक्रमण झन बढिराखेको छ। यसमा चाहिँ सब अब लकडाउन होला, निषेधाज्ञा होला अथवा अरू कुनै आज्ञाहरू आउन सक्छन्, त्यो हिसाबले चाहिँ हामी तयार हुनुपर्छ। तर सबभन्दा ठुलो आज्ञा हामीलाई व्यक्तिगत रूपमा आज्ञा के हुनुपर्छ भनेदेखि, हामी आफैलाई कन्ट्रोल गर्ने हाम्रो बानी सुधार्नुपर्छ। त्यो बानी सुधार्नको लागि चाहिँ हामीले मास्क लगाउनुपर्छ, हामीसँग मास्क हुनुपर्छ। मास्क लगायो भनेदेखि हाम्रो अनि यो अरूबाट आउने जुन संक्रमण हामीले रोक्न सक्छौँ र हामीबाट अरूमा हुने संक्रमण चाहिँ त्यो पनि रोक्न सक्छौँ भनेदेखि भौतिक दूरी चाहिँ कायम गर्नुपर्छ। यसमा चाहिँ हामीले पपुलर रूपमा चाहिँ सामाजिक दूरी भन्छौँ, सामाजिक दूरी कायम गर्ने होइन। तपाईँले एउटा छोरा र बाउको दूरी कायम गर्ने हुँदैन, आमा र छोरीको अथवा दाजुबहिनीको चाहिँ दूरी कायम गर्ने भन्ने हुँदैन। भौतिक दूरी कायम, यो फिजिकल डिस्टेन्स चाहिँ मेन्टेन गर्नुपर्छ। त्यस्तै अर्को इम्पोर्टेन्ट काम भनेको चाहिँ हात धुनुपर्छ। हात पटक पटक धुनुपर्छ र दिनको 5-6 पटक साबुन पानीले मिची धुनुपर्छ। र यो किन गर्नु पर्यो भन्दाखेरि, हात धुनु किन पर्यो भन्दाखेरि, यो हात तपाईँले हेर्नुभयो भनेदेखि हातले चुकुल समाउँछ, टेबल समाउँछ, मोबाइल समाउँछ, डायरी समाउँछ, कम्प्युटर समाउला अथवा हरेक चिज समाउँछ। सबभन्दा शरीरको सबभन्दा फोर पार्ट भनेको चाहिँ यो हात हो। हात त माइक्रोस्कोपिकली हेर्ने हो भनेदेखि हेर्नै नहुने गरेर चाहिँ फोहोर छन्। यो अवस्थाको हातलाई हामीले जतिसक्दो छिटो धुनुपर्छ। छिटो धुयो भनेदेखि यसलाई सफा गर्न सकिन्छ। र हामीले अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ यो टी जोन भन्छ, यो आँखा र नाकको यो टी जोनलाई चाहिँ आँखालाई छुनु हुँदैन, नाकलाई छुनु हुँदैन र मुखलाई छुनु हुँदैन। र हामीले यो मास्क लगाउँदा पनि यसरी मास्क लगाउने, पटक पटक चाहिँ अनि मास्क चाहिँ चलाइराख्ने, यो छोइराख्ने गर्नु हुँदैन। हामीले मुख छुने, आँखा छुने र मास्कलाई चलाइराख्ने गर्नु। यदि तपाईँले अनकन्सियसली चाहिँ पटक पटक मास्क चलाउनु छ, यहाँ समाउनु छ, यो फेसमा चाहिँ तपाईँको हात गइरहेको छ भनेदेखि त्यसको बदला तपाईँले चाहिँ मास्क नलगाउनु बेटर छ। तर मास्क चाहिँ लगाउनु एकदमै आवश्यक छ। मास्क लगाउनुपर्छ, सरसफाइ गरौँ, मास्क लगाउँ र भौतिक दूरी कायम गरौँ। र हामीले अझ गर्नुपर्ने कुरा के भनेदेखि, हामीले भिडभाडमा जानु हुँदैन, भिडभाड गर्नु हुँदैन, अनावश्यक रूपमा यात्रा गर्नु हुँदैन, अनावश्यक रूपमा हस्पिटल जानु हुँदैन। र अहिलेको अवस्थामा सकेसम्म घरभित्रै हामी सुरक्षित बस्नुपर्छ। र यदि कसैलाई संक्रमण लागेको छ भनेदेखि, हाम्रो छिमेकीलाई हाम्रो समुदायमा संक्रमण लागेको छ भने उसलाई भेदभाव गर्नु हुँदैन। खास गरी
अहिलेको अवस्थामा हेर्ने हो भने जुन स्वास्थ्य कर्मीहरूलाई चाहिँ जुन छिछि दूर दूर भइराखेको छ, जुन भेदभाव भइराखेको छ, त्यो सर्वथा त्यो नगर्नुपर्ने कुरा हो, त्यो गर्नु हुँदैन। ती स्वास्थ्य कर्मीहरू, यी डाक्टरहरू, नर्सहरू, प्यारामेडिक स्टाफहरू, एम्बुलेन्स ड्राइभरहरू, सरसफाई कर्मीहरू हाम्रा छोराछोरी हुन् र हाम्रो परिवारलाई, हाम्रो समाजलाई छिन्न भिन्नबाट हुनबाट बचाउनको लागि उनीहरूले चाहिँ अहिले हस्पिटलमा काम गरिरहेका छन्। तपाईँ हाम्रो सुरक्षाको लागि काम गरिरहेका छन्। हामीले कसरी उनीहरूलाई हेला गर्न सक्छौँ, हामीले छिछि दूर गर्न सक्छौँ, हामीले कसरी चोर औँला देखाउन सक्छौँ। आज उनीहरूले त्यो संक्रमणको जोखिममा काम गरिरहेका छन् र हामीले चोर औँला देखाएका छन्। भोलि हाम्रो घरमा कोरोना आउन सक्छ, फेरि तिनीहरूले नै हामीलाई चाहिँ सेवा गर्नुपर्छ। यो अवस्था हामीले राम्रोसँग बुझ्नुपर्छ। हाम्रो समाज खालि हामी सुरक्षित बस्नलाई होइन, मानसिक रूपमा सद्भावको रूपमा पनि हाम्रो समाज, हाम्रो परिवार र हाम्रो प्रदेश योग्य हुनुपर्छ। यो योग्यता तपाईँ हामी सबैले देखाउनुपर्छ र गण्डकी प्रदेशको एउटा खानदान हामी देखाउनुपर्छ। हामी सबै व्यक्ति, परिवार र सबैजना यो स्वास्थ्य शिक्षकको रूपमा अरूलाई पनि बताउने र हामीले पनि व्यवहार गर्नुपर्छ। यो हुन सक्यो भने मात्रै हाम्रो प्रदेशलाई चाहिँ सुरक्षित बनाउन सक्छौँ भनेर चाहिँ म सम्पूर्ण महानुभावहरूमा चाहिँ यो विशेष रूपमा अहिलेको यो लकडाउन खुलेको अवस्थामा हाम्रा व्यवहारहरूलाई व्यवस्थित गर्नको लागि विशेष अनुरोध गर्न चाहन्छु। हुन्छ डाक्टर साहब, यहाँले जुन सिभिल खबरलाई समय दिनुभयो, आफ्ना विचार, योजना र अहिले गरिरहेका कामको जुन जानकारी दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद। महसिनजी, तपाईँले चाहिँ यो गण्डकी प्रदेशको आजको अपडेट मैले तपाईँकै सिभिल खबर मार्फत मैले सम्पूर्ण महानुभावहरूमा राख्ने मौका पनि पाएँ र विशेष गरी गण्डकी प्रदेश सरकारले के काम गरेको छ, हामी कसरी लागेको छौँ र चाहिँ अबका योजनाहरू के छन् र हामीले यो ल्याबको हिसाबमा, यो आइसोलेसनको केसको म्यानेजमेन्टको हिसाबले र सूचना व्यवस्थापनको हिसाबले हामीले के गर्दैछौँ भनेर चाहिँ विशेष कुरा राख्ने जुन मौका दिनुभयो, यसको लागि तपाईँ र सिभिल खबरलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। नमस्कार। धन्यवाद। नमस्कार। अहिले हामी कुराकानी गर्दै थियौँ गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्मासँग। हामीले गण्डकी प्रदेशको कोरोना भाइरसको अवस्था, जोखिम र भावी योजनाको विषयमा आज हामीले कुराकानी गर्यौँ। यो संवादलाई हामी भोलिका दिनबाट पनि यसलाई हामी निरन्तरता दिने बाचा सहित आजको यो कार्यक्रम तपाईलाई कस्तो लाग्यो प्लिज हामीलाई कमेन्टमा, इनबक्समा वा टेलिफोन मार्फत पनि हामीलाई प्रतिक्रिया दिन सक्नुहुनेछ। र अन्त्यमा कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएको अवस्था छ, कम्युनिटी लेभलमा संक्रमण देखिसकेको अवस्थामा तपाईँ हामी सचेत हुनै पर्छ, हुन जरुरी छ। सकेसम्म अत्यावश्यक कामबाहेक घरबाट ननिस्किनु होला भन्दै स्वास्थ्य सामग्रीको अनिवार्य प्रयोग गर्नुहुन अनुरोध गर्दै आजको यो संवादबाट म महसिन अली मिया बिदा चाहन्छु। नमस्कार।